भोलि दुर्गा प्रसादले सिद्ध्याउने नै गरी नै अदालतले एउटा डिसिजन लिन्छ भने न्यायपालिकामाथि जुन हाम्रो विश्वास र आशा छ त्यसलाई भत्ताभुङ्ग बनाउने काम हुन्छ भने त फेरि पनि आन्दोलन 40 लाख होइन 3 करोड जनता एक ठाउँ उभिने छन् र प्रसाईलाई सिद्ध्याउन सडाउन एउटा षड्यन्त्र गरेको स्पष्ट रूपमा बुझ्न सकिन्छ। हामीलाई आशा छ, न्यायालयप्रति विश्वास छ, अवश्य दुर्गा प्रसाद रिहा। केपी ओली सन् कि तानाशाहहरूले कानुनलाई गुमराहमा राख्ने षड्यन्त्र गर्ने कुरा आफूलाई होलान्, तर अझैसम्म हामीलाई केमा विश्वास छ भन्नुहुन्छ भने नेपालमा एउटा न्याय छ, न्याय मरेको छैन भनेर न्यायालयले त्यो प्रमाणित गर्नेछ। त्यसैको लागि पनि न्यायालयलाई पनि धन्यवाद दिनको लागि र दुर्गा प्रसाद दाइलाई यहाँबाट सम्मानजनक तरिकाले हामी तपाईँहरूका साथमा छौँ है भनेर भुइँ मान्छेहरूले आफ्नो ढङ्गले उत्साहित रूपमा दुर्गा दाइलाई यो अदालतमा लिन आउँदै बजारमा इज्जत लिलाम हुन बाध्य भएका थिए, लघुवित्तको किस्ता तिर्न उनीहरूलाई बचाउनुपर्छ भन्ने मान्छे कसरी अराजक हुनसक्छ? आज विदेशमा खाडीमा अलपत्र परेका हाम्रा दाजुभाइ दिदीबहिनीलाई यो देशमा लिएर आउने मान्छे कसरी अराजक हुनसक्छ? सुन्नुहोस् है, विदेशमा सडेका लासहरूलाई नेपालीका दाजुभाइको लासहरूलाई आफ्नो पेटको गाँस काटेर यो देशमा लिएर आउने दुर्गा प्रसाद हुनुहुन्छ आत्महत्या लघुवित्तकै ऋणको कारण किस्ता तिर्न नसकेर आत्महत्या गरेको दिदीबहिनीलाई पर्ख म बचाउँछु है भन्ने दुर्गा प्रसाद थिए होइन। एउटा चेलीले बाध्यात्मक अवस्थामा यिनीहरूका लघुवित्त आज वित्तीय शोषण र उत्पीडनका कारण यिनीहरूका किस्ता ऋण बुझाउन ब्याज बुझाउनै पर्ने नाङ्गिने अवस्थाको अन्त्यको लागि एउटा आमा झुन्निन पर्ने रूपमा ऋणकै तिर्नकै लागि